आज हामी एउटा महत्त्वपूर्ण र निकै उपयोगी पुस्तकको बारेमा कुरा गर्न गइरहेको छौँ जसको नाम छ द मम टेस्ट रिटन बाई रब फिट्जपैट्रिक। यो पुस्तक खास गरी स्टार्टअप फाउन्डर इनोभेटर एन्टरप्रेन्योरहरूको लागि लेखेको किताब हो जसले नयाँ बिजनेस सुरु गरिरहेको छ वा नयाँ प्रोडक्ट बनाइरहेको छ वा नयाँ क्याटेगोरी एड गर्न खोजिरहेको छ उनीहरूको लागि यो किताब बेस्ट हो। मानौ हामीसँग आइडिया छ, हामी काम गर्न चाहन्छौँ तर त्यो आइडियाले मार्केटमा काम गर्छ कि गर्दैन। आइडिया पिच गर्न त सजिलो हुन्छ तर भविष्य प्रेडिक्ट गर्न भने कठिन छ। त्यसैले हामी सर्वे गर्छौँ, ओपिनियन लिन्छौँ, फिडब्याक खोज्छौँ। त्यही फिडब्याक कसरी लिने, गलत कन्फिडेन्स र गलत डाटाबाट कसरी बस्ने भनेर लेखेको पुस्तक हो द मम टेस्ट। द मम टेस्टले हामीलाई सिकाउँछ कस्टमरसँग कसरी कुरा गर्ने, फिडब्याक कसरी लिने र रियल भ्यालिडेसन कसरी पाउने भन्ने तीनवटा कुरालाई मेजर फोकस गर्छ। सो समराइजमा द मम टेस्ट पुस्तकको स्टार्टअप र इनोभेसनको लागि तीनवटा मेन कुराहरू सेयर गर्न गइरहेको छु। आजको संसारमा हामी प्रोडक्ट लन्च गर्नु अगाडि धेरै काम गर्छौँ, हामी R&D गर्छौँ, प्रोडक्ट पर्फेक्सनमा धेरै समय दिन्छौँ, हामी मार्केटिङ कन्सेप्ट बनाउँछौँ, सर्वे गर्छौँ, बिफोर वी बिल्ड इट विल वर्क अर नट भनेर हामी हर सम्भव कोसिस गर्दछौँ। किनकि बिजनेसमा हामी पैसा मात्र लगानी गर्दैनौँ, वर्षौँको समय, करियर, रेपुटेसन, सपना र सब थोक लगानी गर्छौँ। हामी सोच्छौँ गुड डाटा इज गुड लर्निङ, सर्वे इज सेफ। तर समस्या कहाँ आउँछ भने हामी सर्वे गर्न जाँदा आफ्नै सर्कलमा जान्छौँ, चिनेका मान्छे, नजिकका ग्राहक, साथी, परिवारका माझमा गएर मैले यस्तो प्रोडक्ट ल्याउन लागेको वा मेरो आइडिया कस्तो छ, हजुरहरूको विचार के छ, सुझाव के छ भनेर सोध्छौँ र उहाँहरूको जवाब आउँछ दामी प्रोडक्ट, ग्रेट आइडिया, तपाईँले त कमाल गर्नुभयो। यहाँ रब फिट्जपैट्रिकले एउटा खतरनाक सत्य भन्नुहुन्छ, कम्प्लिमेन्ट्स आर ब्याड डाटा। अब आउँछ मम टेस्टका मुख्य 3 दर्शन। 1 नम्बरमा द मम टेस्टले भन्छ मानिसले झुटो बोलेका होइनन्, तर हाम्रो प्रश्न यस्तो हुन्छ कि उनीहरूलाई झुटो बोल्न बाध्य बनाउँछ। ग्राहक खराब होइनन्, उनीहरूले धोका दिन चाहँदैनन्। तर जब तपाईँ आफ्नो सपना एक्सप्लेन गर्नुहुन्छ उनीहरूलाई तपाईँको मेहनत, रिस्क, इमोसन देख्छन् र उनीहरूको मनमा आउँछ यो मान्छेले धेरै मेहनत गरिरहेको छ र चित्त नदुखोस् भनेर उहाँले राम्रो काम, राम्रो कुरा भनेर भन्नुहुन्छ। आमाले पनि त्यस्तै भन्नुहुन्छ, वाह कस्तो राम्रो आइडिया बाबु, बट द्याट इज लभ नट भ्यालिडेसन। जब तपाईँ आफ्नो आइडिया एक्सप्लेन गर्नुहुन्छ पिपुल रेस्पोन्स सोसियली नट इकोनोमिकल्ली। बिजनेस ओपिनियनमा होइन बिहेभियरमा टिक्छ। म किन्थेँ वर्थलेस, मैले हिजो के किने भ्यालुएबल। त्यसैले सही एप्रोच के हो, भविष्यमा किन्नुहुन्छ कि भनेर सोध्ने होइन, तपाईँको प्रोडक्ट चल्छ कि चल्दैन भनेर सोध्नु पनि होइन, बरु पासमा जानुहोस् अन्तिम पटक यस्तो समस्या कहिले आयो, त्यो बेलामा तपाईँले के गर्नुभयो, त्यो समाधानले काम गर्यो कि गरेन, कति पैसा, समय, तनाव खर्च भयो। ट्रुथ इज वाट यु डिड नट वाट यु से।